उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरू विदेशिने क्रम निरन्तर बढ्दो छ। जापान, अस्ट्रेलिया, क्यानाडा, अमेरिका र विभिन्न युरोपेली मुलुकहरूमा नेपाली विद्यार्थीहरू जाने ट्रेन्ड छ। यसरी अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई आवश्यक पर्ने सम्पूर्ण शैक्षिक परामर्श सेवाका लागि काठमाडौँको चाबेलमा रहेको यो स्टेयरवे एजुकेसन सर्भिसेस एक गन्तव्य बन्न सक्दछ। हामीले काउन्सिलिङ गर्ने क्रममा विश्वमा रहेका राम्रा देशहरू र त्यस देशमा रहेका युनिभर्सिटीमा हामीले हाम्रा भाइ बहिनीहरूलाई इनरोलमेन्ट गराइरहेका छौँ। जस्तै क्यानाडा, युएसए, जापान, अस्ट्रेलिया, न्युजिल्यान्ड, त्यसै गरी युरोपमा रहेका कन्ट्रीहरू जर्मनी, फ्रान्स, डेनमार्क, फिनल्यान्ड जस्ता देशमा हामीले त्यहाँ रहेका उत्कृष्ट युनिभर्सिटी र कलेजहरूमा हामीले विद्यार्थी भाइ बहिनीहरूलाई काउन्सिलिङ गर्दै र हामीले त्यहाँ पठाउनलाई सक्सेस भइरहेका छौँ। काठमाडौँमा सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीहरूमाझ आफ्नो अलग पहिचान स्थापित गरेर स्टेयरवे एजुकेसन सर्भिसेसले नेपालबाट विदेशिने विद्यार्थीहरूलाई विशेष प्राथमिकता दिएर निरन्तर अघि बढिरहेको दावी गरेको छ। हामीले चाहिँ स्टडी अब्रोड काउन्सिलिङको कामको साथसाथै विभिन्न टेस्ट प्रिपरेसनका क्लासहरू सञ्चालन गर्छौँ। सो हामीसँग अहिले आइएल्स, पिटिई, डुओलिङ्गो, टोफेल टेस्टको क्लासहरू हुन्छ। एडिसनल्ली हामीसँग चाहिँ जापानिज ल्याङ्ग्वेज, फ्रेन्च, जर्मन र इङ्ग्लिस ल्याङ्ग्वेजका क्लासहरू पनि हुन्छन्। त्यसै गरी हामीसँग टेस्ट प्रिपरेसन कोर्सहरू छन्, जस्तै जेएलसिटी, जेएलपिटी, न्याट, जेसर्ट एट्सेट्रा। कन्सल्टेन्सीहरूको तीव्र प्रतिस्पर्धामा विद्यार्थीहरूले स्टेयरवे एजुकेसन सर्भिसेस चाबेललाई किन रोज्ने त? Stairway best for counseling, best for service, best for PT class, best for IELTS, best for Duolingo, best for TOEFL, best for language preparation French, German, जापानिज एन्ड इङ्ग्लिस। हामीले राम्रो काउन्सिलिङ गर्दै गर्दा पनि हामीले बेस्ट युनिभर्सिटीदेखि लिएर सबै अप्सनहरू दिएको हुन्छौँ स्टुडेन्टलाई चुज गर्नुको लागि। र हामीले फाइनेन्सियल डकुमेन्टदेखि लिएर डकुमेन्टेसनहरू सबै हामीले एसिस्ट गरेको छौँ। फाइनेन्सियल डकुमेन्टेसन हामीले ब्याङ्क लोनदेखि लिएर हजुरलाई जुन जुन पर्ने आवश्यकताहरू हुन्छ हामीले पुरा गरिदिएको हुन्छौँ। हजुरहरूलाई केही अप्ठ्यारो पऱ्यो भने हामी जहिले पनि सँगै हुनेछौँ। हाम्रो स्टेयरवे एजुकेसनल सर्भिसेसमा चाहिँ विभिन्न जिल्लाबाट विभिन्न सब्जेक्टहरू पढेको स्टुडेन्टहरू चाहिँ भिजिट गर्नुहुन्छ। हाई स्कुल स्टुडेन्ट चाहिँ पोस्ट ग्रेजुएट, अन्डर ग्रेजुएटको लागि आउनुहुन्छ। मास्टर्सको स्टुडेन्टहरू पिएचडीको लागि आउनुहुन्छ। त्यसै गरी विभिन्न स्टुडेन्टहरू चाहिँ आफ्नो स्किल इन्हान्समेन्टको लागि तथा ल्याङ्ग्वेज कोर्सहरूको लागि आउनुहुन्छ। स्टेयरवे एजुकेसन सर्भिसेस लोकेसनका हिसाबले सेन्ट्रल लोकेसनमा अवस्थित छ। काठमाडौँको चाबेल चोकमा यसका 2वटा शाखाहरू सञ्चालनमा छन्। हामीहरू चाहिँ चाबेलमा 2012देखि नै अवस्थित रहेका छौँ। अहिले हामीले हाम्रो चाबेलमा ब्लक ए र ब्लक बी हामीले सञ्चालन गरिरहेका छौँ। ब्लक ए को लोकेसन चाहिँ चक्रपथबाट आउँदै गर्दा हाम्रो ओभर जहाँ चाबेल चोकमा एउटा पुल छ, पुलको ठ्याक्कै लेफ्ट ह्यान्ड साइडमा हाम्रो ब्लक ए अवस्थित छ। ब्लक बी चाहिँ तपाईँ चक्रपथबाट आउँदै गर्दाखेरि चाहिँ वे टु बौद्ध जाने लेफ्ट ह्यान्ड साइडमा हाम्रो ब्लक बी अवस्थित छ। हाम्रो ब्लक बी भनेको चाहिँ चाबेल प्लाजाको ठ्याक्कै अपोजिट साइडमा अवस्थित छ। ब्लक एमा र ब्लक बीमा हामीले सेम सर्भिसहरू दिइरहेका छौँ। स्टेयरवे कन्सल्टेन्सीमा विदेशी मुलुकहरूमा अध्ययनका लागि जाने योजना बनाएका विद्यार्थीहरूलाई आवश्यक पर्ने आइएल्स, पिटिई, टोफेल जस्ता विभिन्न टेस्ट प्रिपरेसन क्लासहरू सञ्चालन गरिन्छ। यस्तै कन्सल्टेन्सीले जापानिज, फ्रेन्च, जर्मन, इङ्ग्लिस तथा विभिन्न ल्याङ्ग्वेज क्लासेसहरू समेत सञ्चालन गर्दै आएको छ। जर्मनीमा फर्दर स्टडी, ब्याचलर्स, मास्टर्सको स्टडीको लागि भनेर आउनुहुन्छ र हाउस बिल्डिङको लागि पनि तयारी कक्षाहरू हामीका नियमित रूपमा भइरहेको छ। जर्मनीमा 2 प्रकारबाट एजुकेसन लिन सकिन्छ। एउटा जर्मन मिडियममा पनि पढ्न सकिन्छ। त्यसको लागि जर्मन मिडियम हजुरहरूले रोज्नु भयो भने एजुकेसन फ्री छ र इङ्ग्लिस मिडियममा पनि सेल्फ पे गरेर पनि हामी पढ्छौँ भन्ने पनि सुविधा छ। तर जर्मनीमा गइसकेपछि जर्मन भाषामा काम गर्नको लागि धेरै आवश्यक हुने भएकोले जर्मन भाषा नेपालमै ज्ञान लिएर जानुभयो भने
स्टुडेन्टको लागि पनि हाउस बिल्डिङको लागि पनि धेरै राम्रो हुन्छ। त्यसको लागि स्टेयरवे एजुकेसन सर्भिसेसलाई सम्झिन सक्नुहुन्छ। के हामीसँग चाहिँ आइएल्सको लागि क्वालिफाइड र एक्सपिरियन्स इन्स्ट्रक्टर हुनुहुन्छ जसले चाहिँ आइएल्सको बारेमा इनडेप्थमा तयारी गराउनुहुन्छ। एन्ड एडिसनल्ली हामीसँग आइएल्सका बुकहरू हामी फ्रीली प्रोभाइड गर्छौँ। त्यसपछि मोस्ट इम्पोर्टेन्टली चाहिँ यहाँबाट अप्लाई गर्ने स्टुडेन्ट्सहरूको लागि चाहिँ आइएल्स प्रिपरेसन फी कम्प्लिटली फ्री छ। आइएल्स टेस्टको लागि हामी टेस्ट बुकिङ पनि गराउँछौँ वेदर द स्टुडेन्ट्स वान्ट टु बुक थ्रु आइडिपी अस्ट्रेलिया और ब्रिटिस काउन्सिल। त्यो सबै हामीसँग उपलब्ध छ। एडिसनल्ली एभ्री विक हाम्रोमा मक टेस्टहरू हुन्छ र स्टुडेन्टले चाहिँ फुल्ली प्रिपेयर्ड भइसकेपछि उनीहरूलाई हामीले बुक गराएर टेस्टको लागि पठाउँछौँ। हामीले पिटीको डिजिटल क्लास र आइएलटिएस र जापानिज ल्याङ्ग्वेज, फ्रेन्च ल्याङ्ग्वेज, जर्मन ल्याङ्ग्वेजको लागि हामीले स्मार्ट बोर्डको पनि हामीले व्यवस्था गरेका छौँ जसले सेम टाइममा तपाईँले भिडियो पनि हेर्न सक्नुहुन्छ, सेम टाइममा तपाईँ सुन्न पनि सक्नुहुन्छ। र मेन कुरो ल्याङ्ग्वेज पढ्ने केसमा चाहिँ audio and video is very impressive and very it helps you to learn better and faster way. So you come to Stairway, feel our service. We are assured that whatever we are doing since 2012, we are trying our best for our students. दक्ष र दशकौं अनुभव बोकेका टिचरहरूबाट अध्यापन हुने स्टेयरवे कन्सल्टेन्सीको क्लासहरूमा स्मार्ट बोर्ड, डिजिटल डिस्प्ले लगायतका आधुनिक सुविधाहरू प्रयोग गर्न सकिन्छ, जसका कारणले स्टेयरवेले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ। म बाहिर जान इन्ट्रेस्टेड भएर स्टेयरवेमा आइएल्स क्लास जोइन भएको छु। यो एकदम सेन्ट्रल लोकेसनमा छ। यहाँको टिचरहरू एकदम सपोर्टिभ, कोअपरेटिभ हुनुहुन्छ। यहाँ हाम्रो क्लासहरू स्मार्ट बोर्डदेखि पनि सञ्चालन हुँदो रहेछ। अनि यदि हजुरहरू पनि बाहिर जान इच्छुक हुनुहुन्छ भने पक्कै पनि यो कन्सल्टेन्सीमा आएर एकचोटि बुझ्नु होला। हाजिमेमासिते ओहायो गोजाइमास, वातासी वा कुनिराजन तो मौसिमास, अछाम काराकिमासिता इमा निजु इसाइदेश स्टेयरवे न्योङ्गो गाक्को दे न्योङ्गो बेन्क्यु सितेइमास। यस्तो तपाईँ पनि यस्तै फरक गर्ने बोल्ने गरी जापानिज भाषा सिक्न चाहनुहुन्छ भने स्टेयरवे जोइन गर्नु होला। विदेश जाने विद्यार्थीहरूलाई त्यो देशको भौगोलिक वातावरण, शैक्षिक प्रक्रिया, जीवनशैली लगायतका विभिन्न यथार्थपरक जानकारी दिएकै कारण कन्सल्टेन्सीले आफ्ना विद्यार्थी र उनीहरूका अभिभावकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्न सफल भएको छ। आगामी दिनमा पनि गुणस्तरीय शैक्षिक परामर्श तथा भौतिक सुविधाहरू सहितको टेस्ट प्रिपरेसन र ल्याङ्ग्वेज क्लासहरू सञ्चालन गर्दै विद्यार्थीहरूको रोजाइमा परिरहने योजनामा क्रियाशील छ स्टेयरवे एजुकेसन सर्भिसेस चाबिल काठमाडौँ। नेपालबाट विदेशमा उच्च शिक्षा हासिल गर्न जाने भाइ बहिनीहरूलाई एउटा कुरो के एडभाइस अथवा सल्लाह अथवा स्ट्रङली के भन्न चाहन्छु भने कृपया तपाईँहरू जुनै देश गए पनि सम्बन्धित देशको भाषा, सम्बन्धित देशको कल्चर, सम्बन्धित देशको कानुनहरू चाहिँ एकपल्ट बुझेर जानु हुन म एकदमै रिक्वेस्ट गर्दछु। त्यसको लागि तपाईँहरूले साथसाथै नेपाली विद्यार्थीहरू प्रायः सबै विद्यार्थीको क्वेसन अथवा प्यारेन्ट्सको उत्तर अथवा क्वेसन पनि के हुनसक्छ भने त्यहाँ गएर कति पैसा कमाइछ, त्यहाँ गएर कस्तो काम पाइछ भने भन्ने कुराहरू धेरै हाम्रो यो 13 वर्षको दौरानमा धेरै अनुभव भएको हुनाले हामी के भन्छौँ भने कृपया अब हामीले हाम्रो नेपालीहरूको चाहिँ अर्निङ एन्ड लर्निङ जुन हाम्रो मोटो छ भनेको नर्मली के हो भने हामीले चाहिँ अर्निङ एन्ड लर्निङ भन्दा पनि लर्निङ एन्ड अर्निङ भन्ने एउटा मोटो लिएर हिँड्नुपर्ने हुन्छ। त्यो भनेको तपाईँले नर्मली आफैले जस्तो जापान जानेछ जापानिज भाषा सिक्नु पर्यो, तर कुनै न कुनै तपाईँले एउटा स्किल कुकको ट्रेनिङ हुनसक्छ, बारिस्ता ट्रेनिङ हुनसक्छ, नर्मली वेट्रेस हुनसक्छ, वेटर हुनसक्छ, सुपर मार्केटमा ट्रलीहरू ठेल्ने कुराहरू हुनसक्छ, ट्रलीको काम गर्ने कुरा छ, पेट्रोल पम्पमा काम गर्ने कुराहरू हुनसक्छ। कुनै न कुनै स्किलहरू जस्तो बेकरी सेफ अथवा बेकरीको लागि ट्रेनिङहरू हुन्छ, सर्ट टाइमको कोर्सहरू हुन्छ। यस्ता सर्ट टाइमका ट्रेनिङ कोर्सहरू लिएर अथवा त्यहाँ गएर लिएर जानु हुन म विनम्र अनुरोध गर्दछु। किनभने यहाँबाट कन्सल्टेन्सीले जागिर लगाइदिने अथवा कन्सल्टेन्सीले चाहिँ वहाँ गएर कलेज मार्फत चाहिँ जागिर खोजिदिने भन्ने कुरो हामीबाट सम्भव हुँदैन। किनभने तपाईँहरूले आफ्नो स्किल, आफ्नो नलेज आफैले त्यहाँ गएर देखाउनु पर्ने हुन्छ अथवा
सो अफ गर्नुपर्ने हुन्छ